कसैले जसले के काम गरेन त्यसले लाज लाग्यो हैन तपाईलाई चाहिँ खुब लाज लाग्यो ले बिहे चाहिँ कहाँ भएको रे कुन ठाउँ कुन जिल्ला दादिङ नुवाकोट नुवाकोट कता राजबेसी देखा त राजबेसी हैन यो नुवाकोट ककनी म राजबेसी गएको छु के रातोसम्म हैन ककनी भनेको तामा माथि कहाँ खाल्डाङ खुलुङमा कसम जाँदाखेरि त ओइ म त साडी लागेको थियो साडी लागेको त आम्मा खुट्टा त चिसो भएर नि आम्मा नाजम कुन्नुङ रे बाटो धन्नै खाल्नु मन छिराएन कहाँ छिरा खाल्नुमा त्यो नछिराएर भाग्यो Thank you so much, Miss Susmi. Thank you so much. Life is not joke. Thank you so much, Navin Tava. Thank you so much, all guys. Thank you so much. Thank you so much. Thank you so much. हो कि क्या हो के भइरा छ यार Kama Sutra. ओइ अब त श्रीमती भयो कसैको अब त केटा त्यस्तो नगर ए हो र त्यस्तो नि चल्छ बेला बेला अनि भाइ चाहिँ कति वर्षको हुनु नि हजुर भाइ जान्ला होला के जान्न जानी यहाँ थिचेसक्यो ए उसलाई फेरि चलाउँदा आउँदैन के राम्रोसँग फेरि मलाई फेरि फर्स्ट टाइम हो कि लाइभ फर्स्ट टाइम मैले त बस्न त बस्छु तर के चलाउन आउँदैन कि मलाई सबै भिडियो त उहाँले हालिदिने हो मलाई त भिडियो हाल्न आउँदैन साँच्ची हो भने त तपाईँले अघि भनेको कुरा त्यसै त भनेन छु नि त सत्य कुरा भनेको छु नि त के त नि ए ल जाने कि खेल्ने बस्ने डाइपर उठाउने पैसा तपाईलाई आयो पुग्यो पनिशमेन्ट गेम आज त खेलेर जाउँछन् ल भन ल पनिश गेम ल म नि हजुर खेल्ने कि नखेल्ने म त के गर्नुपर्छ कट्टु खोल्नु पर्छ One versus two खेलौँ न सिंगल त सक्दिन नि हामी त अनि हामी सक्छ त गाइस ल भनौँ त यस्तो हो आशिष र म आजको ल ए तपाईलाई एक्सेप्ट छ कि छैन 20,000 माथि स्कोर हुनु पर्यो 24 मान्छे 20 स्कोर रे 30,000 ल भनौँ 30,000 तपाईको आउँछ पुँजी छ पुँजी आज एउटा च्यालेन्ज म्याच खेलौँ है त त्यसो भए खेलौँ न के भयो 30,000 भन्दा माथि तर फेरि चिन्ह ढुक्कै गर्छ भो अनि म गर्नुपर्ने के पनिसन हामी जित्यो भने तपाईले हुन त भाउजू मान्नुहुन्न होला फेरि के भाउजूलाई ल्याबमा ल्याएर गालामा चुम्बन खाइदिनु रजौली खेले जस्तो हुन्छ बहिनी तपाईले सक्नुहुन्न होस् तपाईले सक्नुहुन्न यो कुरो त मलाई थाहा छ मैले निस्किन लागि क्या यार म त सक्दिन म जान्छु बहिनी ल ल ल ल नत्र उतातिर जोइन हुनु पर्यो होला खुसी लाग्यो बहिनी राम्रोसँग वैवाहिक जीवन होस् त्यही हो अरु जिन्दगी के छ र ल न
माया प्रेम राम्रोसँग बस्नु, तपाईहरु मिल्नु। हस्, धन्यवाद। कुरा हो। बहिनीको अब आउँदा यस्तो बहिनीको गुनासो सुन्नु नपर्यो। बहिनीले धेरै कम्प्लेन गरेर बहिनीलाई खुसी दिनु है त। धेरै खुसी दिनु भन्नु न। बहिनीलाई टाइम दिनु, सधैँ माइक जान नदिनु है त। हस् ल सुट ल भाइ ल। ओके तपाईँ थ्याङ्क यू, गुड नाइट। भाउजूलाई भन्दा भन्दै गयो जुवाना। भाउजूले जोइन गर्नु न। हजुर पाउनु है। भाउजूलाई यता यता कता कता भोटिनेहरूले गेम खेलिरहेको छु नि होइन। हजुर खेल्नु न त, म एक्लै बस्छु नभए। होइन मलाई हजुर बिना निन्द्रै लाग्दैन त, कहाँबाट एक्लै बस्नु मेरो। त्यत्रो दुःख पोख्या रहेछ। दुःख परेको दुःखै पोख्या हो हेर। तिमी किन त्यो चुसेको आम जस्तो परेको? कस्तो त्यो हिटर तापिरहेको छु कि म। हिँड्दा त हामी पनि तापिरहेछौँ। हामी त चुसेको आम जस्तो बाखेनौँ। हामी त झन् त्यो भर्खर फ्रेस आम जस्तो पो देख्छौँ त नि। खै त अनि केही पनि देख्दिनँ त माथि त। हेर न यस्तो राम्री केटी देखिनौ। जोइन खेमे रे, हामीसँग जोइन हुन्छ। लागेर सुन न पहिला यहाँ के को जोइन खेमे, यहाँ भन न पहिला मेरो कुरा भन। यस्तो राम्री केटी देखे हैनौ? ए सरी यस्तो राम्री केटी कहीँ देख्या हौ? देखे हैनौ? तिमी बाहेक देख्या हैनौ भन न। ए तिमी बाहेक देखेको छैनौ? अनि अरु? तिमी त तारा, जुन, आकाश, धरती भने जस्तो म भन्दिनँ नि फेरि। म सिधै फेरि तिमी मनपर्छ, बिहे भइसक्यो, हिजो भयो, आज हामी छुट्यो। तपाईँ काठमाडौँ, म गाउँमा छु। हामीले हार्छ कि क्या हो, जित्नु पर्यो कि उता खोइ त जित्दैन त। पानी छम्किने सम्झिने पानी ल हामीले जित्दैन भन। त्यहाँ कतिजना छन्? त्यहाँ कतिजना छन्? कति हो यो 7.5 भने? ए सिधा भन न 7,000 मान्छे छन् भनेर। यहाँ 25,000 छन्। 7,000 बढी कि 25,000 बढी ल भन। 25,000लाई गोल हानिदिनु पर्यो ल गाइज। ल सबैजनालाई हान्नु बुढालाई पुरा गरौँ। बुढाले कहिले जित्न सक्दैन कि, यतिबाट लेखेर दिन्छु। गाइस 38 जना गाइस, कमन कमन कमन। अबे कस्तो थ्याङ्क यू सो मच। अब यहाँ अलिअलि के कुराको कमी छ भने बच्चाको कमी छ। अब यहाँ बिचमा के कहिले त नि अब कहिले त विचार के छ? विचार त अहिले छ, अहिले